कविता, तिमी अहिलेसम्म झाडु नै लगाउँदैछौ? छिटो छिटो हात चला न, यो भन्दा अगाडि तेरो अहिले भाइ उठिसक्छन् है। हुन्छ भाउजू। कविताकी कान्छी भाउजू रश्मि त्यहाँ आइपुग्छिन्। यो के हो? अहिलेसम्म साफ सफाईको काम तिम्रो सकेकै छैन? ल ठिक छ, यो सबै छोड्देऊ अहिले, तिम्रो भाइ उठिसक्नु भयो। छिटो छिटो चिया बनाएर लिएर आऊ, हामी सबैको लागि नास्ता पनि बनाइदिनु। भोक त मलाई पनि लागेको छ। यसो गर त, साफ सफाई पछाडि नास्ता बनाइहाल्नु, त्यसपछि तिम्रो दाइहरू अफिस गएपछि भाडाहरू मस्काउनु, त्यस पछाडि कपडा धोइहाल्नु। बाउआमा नभएकी कविता चुपचाप घरको कामहरू गरिरहन्छन्। केही बेरपछि उनले सबैको लागि आलुको परौठा र चिया लिएर आउँछिन्। यो लिनुस् अमित दाई, तपाईलाई एकदमै मनपर्ने तातो आलु परौठा अनि चिया। कविता, तिमीलाई दुई जना भाउजूहरू छन्, त्यही तिमी सधैँ बनाउँछौ खाना, किन बनाउँछौ तिमी? दाजु, म त्यो खासमा कुरा चाहिँ के हो भने नि, नन्दजीलाई आफ्नो भाइहरूको लागि आफ्नै हातले पकाएर खुवाएको एकदमै धेरै मनपर्छ, त्यही भएर उनले हामीलाई बनाउनै दिन्नन्। ठिक भने नि मैले, होइन? अनिता कवितालाई ठूलो आँखाले हेर्छिन्। हो दाजु, अनिता भाउजू एकदमै ठिकै भन्नुहुँदैछ। दुवै दाजुभाइ नास्ता गरिसकेपछि अफिस जान्छन्। फेरि दुवैजना भाउजूहरू पनि नास्ता गर्न बस्छन्। अन्तिममा कविता नास्ता गर्न बस्छिन्, त्यतिबेलै सानी भाउजू रश्मिले उनको कुर्सी तान्छिन्, जसका कारण कविता तल लड्छिन्। तेरो औकात छैन कुर्सीमा बसेर खानको लागि, लु तल बसेर खा। त्यही त भन्या, तिम्रो यो घरमा नोकर्नी भन्दा अरू ठुलो केही पनि हैसियत छैन। अनि पहिला यो खानाहरू खाइसक। तर भाउजू, यो खाना त तपाईहरूको जुठो हो। के भो त? यो त तैले तेरो भाग्य सम्झी कि जुठो खाना भए पनि तेरो भाग्यमा छ। लु छिटो अब खाना खाएर त्यो सबै जुठो भाँडाहरू मस्का। तिमीले हिजो बेलुकाको त्यो बिग बसको एपिसोड हेर्यौ? मिस भयो नि, तर अहिले यो रिपिट आइरहेको होला। जाउँ न, जाउँ हेरौँ। जाउँ। दुवै भाउजूहरू आरामले कोठाभित्र गएर टिभी हेर्न थाल्छन् र बिचरा कविता एक्लै घरका सारा कामहरू गर्छिन्। यसरी नै दिनहरू बित्छन्। एक दिन हामी दुवैजना दाजुभाइ कामको सिलसिलामा अर्कै सहर जाँदैछौँ। हाम्रो मालिकले नयाँ फ्याक्ट्री बनाउन खोज्दैछन्। समय निकै लाग्न सक्छ, हामीले सबै व्यवस्था मिलाउनु पर्छ। 2 महिना जति लाग्न सक्छ। तिमीहरू राम्ररी बस्नु है। दाजु, तपाईहरू मलाई छोडेर जाँदै हुनुहुन्छ? सधैँका लागि गएका होइनौ नि बहिनी, तिम्रो लागि त हो। हाम्रो प्रमोसन हुन्छ, पैसा आउँछ र तिम्रो विवाह धुमधामले गर्छौ, बुझ्यौ? यो सुनेर दुवै भाउजूले मुख बङ्ग्याउँछन्। दुई भाइहरू अफिस गइसकेपछि त उनीहरूले कवितामाथि झनै धेरै अन्याय गर्छन्। यसरी नै एक दिन बाहिर एकदमै ठूलो पानी परिरहेको थियो। हेर्नु त भाउजू, कति धेरै राम्रो मौसम छ, कस्तो मजाको पानी परिरहेको छ। रश्मि, यस्तो राम्रो मौसममा त तातो पकौडा अनि चिया भए पनि झन् कस्तो रमाइलो हुन्छ नि। अहिले नै यो महारानीलाई भनिहाल्छु। कविता, कविता। हजुर भाउजू, तपाईले बोलाउनु भयो? म त कपडाहरू उठाउनु गएकी थिएँ। ल ठिक छ, अब छिटो छिटो हाम्रो लागि चिया र पकौडा लिएर आइज त। हुन्छ भाउजू। कविता भान्सामा गएर पकौडा बनाउन थाल्छिन्। केही बेरपछि, हे भगवान, मैले कहीँ पकौडामा नुन हाल्न त बिर्सिन? एउटा चाखेर हेर्नु पर्यो। कविता जसो त्यो चाख्नलाई पकौडा मुखमा हाल्छे, त्यतिखेर उनकी कान्छी भाउजू रश्मि आइपुग्छिन् र उनले एकदमै जोडले थप्पड मार्छिन्। अलच्छिनी, हामीलाई जुठो खुवाउँछस्? आज त तेरोमा आज छाला निकाल्छु। यति भनेर रश्मिले उनलाई एकदमै पिट्छिन्। आवाज सुनेर अनिता त्यहाँ आउँछिन्। त्यति बेला डराएर कविता आफ्नी ठुली भाउजूको पछाडि लुक्छिन्। भाउजू मलाई बचाउनुहोस्। भयो रश्मि, यदि यो मरिन् भने हामीलाई त सारा उमेर जेलमा बिताउनु पर्छ नि। एउटा काम गरौँ न, यसलाई घरबाट निकाल्दिउँ। हाम्रा श्रीमानहरूले कमाएर ल्याएको पैसा यसलाई बिहे गरिदिएर सबै उडाउँछन्। साँच्ची, यो त मैले सोचेकै थिइनँ। यो कुरा त ठिक भन्नुभयो तपाईले। दुवै भाउजूहरूले बिचारी नन्दलाई घरबाट धक्का दिएर निकाल्दिन्छन्। ठूलो वर्षा भइरहेको थियो। भाउजू मलाई प्लिज घरबाट ननिकाल्नुहोस्, पानीमा आखिर म कहाँ जानु? तर उनीहरूले उनको सुनेनन् र उनलाई घरबाट निकाल्दिए। कविता लुक्ता लुक्कै एउटा ठूलो रुखमुनि गएर बस्छिन् र सारा रात त्यही रुखमुनि रुँदै बस्छिन्। यसरी नै भोलिपल्ट बिहान हुन्छ। कवितालाई एकदमै भोक लाग्न थाल्छ। एकदमै भोक लागेको छ, यो सोचेर कविता खाना खोज्नका लागि सडकतिर आइपुग्छिन्। ठेलामा गएर केही न केही माग्छिन्, तर कसैले पनि उनको मद्दत गर्दैनन्। केही बेर पछि उनी बुढो बाबाको ठेलामा पुग्छिन्, जो चाहिँ पकौडा बनाएर बेच्दै थिए। उनले त्यहाँ रुँदै भन्छिन्, बाबा म हिजोदेखि भोकै छु, मलाई एकदमै धेरै भोक लागेको छ, मलाई यो थोरै पकौडा दिनुस् न, मसँग पैसै छैन। त्यो बुढो मान्छेलाई कविताप्रति दया लाग्छ र उनले केही प्याजको पकौडा र चटनीको साथमा उनलाई खान दिन्छन्। कवितालाई पकौडा देखिसकेपछि उनलाई याद आउँछ कि त्यो पकौडाको पछाडि उनको भाउजूहरूले उनलाई कसरी घरबाट निकालेका थिए। के भयो छोरी, तिमी किन रुँदैछौ? भोक लागेको छ भन्थ्यौ, खायौ त? के भयो भन त, मलाई भन्दा हुन्छ। कविता रुँदै रुँदै उनलाई सारा कुरा बताउँछिन्। तिमी जवान छौ हेर, यसरी सडक हिँड्नु ठिक होइन। अब मेरो घरमा हिँड, तिमी डराउनु पर्दैन, तिमी मेरो छोरी भएर बस्छ, मसँगै बस्छ छोरी। यसरी सडकमा घुम्नु ठिक होइन।
यसरी नै केही दिन बित्छ। अब कविता त्यो बुढो बाबैको घरमा बसेर उनको खानपिन र स्वास्थ्यको हेरविचार गर्छिन्। तर एक दिन त्यो बुढो बाबैको स्वास्थ्य खराब भयो। त्यसकारण त्यही दिनदेखि उनले त्यो पकौडाको ठेला सम्हाल्न थालिन्। कविताले अब त्यो ठेलामा प्याजको साथसाथै पनिर, पालक, विभिन्न प्रकारका पकौडा बनाउन थालिन्, जसका कारण उनको ठेलामा ग्राहकहरूको भिड एकदमै बढ्न थाल्यो। एकदमै मान्छेको लाइन लाग्न थाल्छ। आउनुहोस् आउनुहोस्, तातो कोपी, पालक, पनिर, खोर्सानी, प्याजी, विभिन्न प्रकारका पकौडा खानुहोस्। त्यतिबेलै मौसम एकदमै राम्रो हुन्छ। को चाहिँ पकौडा खान मान्दैन र? ए पकौडा वाली पकौडा बनाऊ त, मिठो मिठो बनाऊ है, 20 रुपियाँको देऊ, अनि मलाई खोर्सानी वाला देऊ है, अचार पनि हाल। यसरी उनको ठेलामा ग्राहकहरूको भिड लाग्न थाल्छ र उनको पकौडा एकपल्ट जसले खायो त्यहाँ बारम्बार उनीहरू पुग्थे। भगवानको कृपाले मैले बनाएको पकौडा सबै ग्राहकहरूलाई एकदमै मन पर्यो। यदि मेरो पकौडाको व्यापार यसरी नै राम्रो चल्यो भने म कमाएर एउटा राम्रो पक्काको घर बनाउँछु। कविता एकदमै धेरै खुसी थिइन्। भोलिपल्ट उनले फेरि त्यहाँ आफ्नो ठेला लगाउँछिन्। तर एक दिन एकदमै ठूलो तुफान आउनुको कारण उनको ठेलाको छत उड्छ र पानी परेका कारण त्यो दिनको सबै पकौडाहरू भिजेर बिग्रिन्छ। सबै सकियो। यो पानीले त सबै थोक खराब गरिदियो। यो वर्षाले कविताको एकतर्फ रोजीरोटी खोसिरहेको थियो, अर्कोतर्फ उनकी दुईटी भाउजूहरूले पपकर्न र पिज्जा खाँदै यो मौसमको रमाइलो फाइदा उठाउँछन्। वाह वाह, कस्तो मिठो स्वाद छ यो पिज्जाको, अनि यो पपकर्नको त झन् भनी साध्य छैन। उता कविता रुँदै रुँदै आफ्नो झुपडीमा आउँछिन्, जहाँ पुरै झुपडीमा पानी पसेको हुन्छ। पुरै घरमा त बर्खाको पानीले भरिएछ। बाबा, म अहिले नै यो पानी सबै उठाएर बाहिर फ्याँक्दिहाल्छु। कविताले आफ्नो भाग्यप्रति रुँदै त्यो घरभरिको पानी फ्याँक्न थाल्छिन्। केही बेर पछि उनी त्यो बुढो बाबाको अनुहारतिर हेर्छिन्। होइन, म यति छिटो हार मान्नै सक्दिन। पानी परेको बेला त मान्छेहरू झन् पकौडाको दिवाना हुन्छन्। बर्सातको मौसम त सबैभन्दा राम्रो मौसम हो र म यो पकौडाको साथमा चिया पनि बनाएर बेचौं भने मसँग केही पैसाहरू राखेको छु। त्यो पैसाले फेरि सुरु गर्नु पर्यो। कविताले हार मानिनन् र उनले आफ्नो ठेलाको मर्मत गराइन् र एकदमै ठूलो तिरपाल मुनि चिया पकौडा बेच्न थालिन्। बर्खाको समयमा मान्छेहरू उनको ठेलामा आएर चिया र पकौडा खान थाल्छन्। उनको बिक्री अब पहिला भन्दा पनि धेरै हुन थाल्यो। केही दिन बित्छ। अब कविता दिनभरिमा 3000 रुपियाँ कमाउन थालिन्। एक दिन अमित र सुधीर कारमा गइरहेका थिए। त्यतिबेलै उनीहरूको नजर ठेलामा जान्छ। अरे, यो त बहिनी कविता हो त। यहाँ फुटपाथमा के गर्दैछिन्? चिया र पकौडा बेचे जस्तो देख्छु, किन होला? उनीहरू दुवैजना कविताको नजिक जान्छन्। देखेपछि कविता एकदमै धेरै रुन थाल्छिन्। दाजु, तपाईहरुले मलाई किन छोडेर जानुभयो? हेर्नुस्, तपाईहरु बिना मेरो हालत के भयो? यो सबै कसरी भयो बहिनी? यो सबै कसरी भयो? त्यसपछि कविताले आफ्ना सारा कुराहरू दुई भाइहरूलाई सुनाउँछिन्। अमित र धीरज रिसाउँदै घर आउँछन्। अनिता, ए अनिता, कहाँ छौ तिमी? आउनु भयो तपाईहरु? पानी लिएर आउँछु। कविता खोइ, कवितालाई बोलाऊ। अब हामी चाहिँ तपाईलाई के नै बताउनु? उनले त हाम्रो नाक नै काटिन्। उनी त एउटा केटासँग भागिहालिन् नि। यो सुन्ने बित्तिकै अमितले अनिताको गालामा जोडले झपड हाने। ढाँचेस, लाज लाग्दैन? दुई भाइकी प्यारी बहिनी, तिम्रो कारणले उसले दरदरकी ठोकर खाई, दुःख पाई, तिमीहरूले उसलाई अन्याय गर्यौ। तिमीहरू यो घरमा बस्न लायकका छैनौ। तिमीहरूलाई म यो घरबाट निकाल्न सक्छु। निक्लिहाल यो घरबाट। उनीहरू दुवै भाउजूहरूलाई आफ्नो गल्तीको महसुस हुन्छ र आफ्नो नन्दसँग माफी माग्छन्। त्यसपछाडि कविताले आफ्नो दुईटै भाउजूहरूलाई माफ गरिदिन्छन्। त्यसपछाडि ती बुढा बाबैलाई पनि उनले आफ्नो घर लिएर आउँछिन्। अब उनले आफ्नो पकौडाको बिजनेसलाई अझै अगाडि बढाउँछिन्। एउटा ठूलो रेस्टुरेन्ट खोलेर त्यहाँ चिया पकौडा बेच्दै धेरै पैसा कमाउँछिन्। शीतलको विवाह केही महिना अगाडि भएको थियो। शीतल एकजना मोडर्न केटी थिइन्। उनलाई चाउमिनहरू जस्ता खाजाहरू खान र खुवाउन एकदमै मन पर्थ्यो। बिहे पछाडि उनले बिहानको नास्ता र बेलुकाको खानामा पनि प्राय चाउमिन नै बनाउँथिन्। शीतलले एकदमै मिठो चाउमिन बनाउँथिन्, तर उनको सासू कलावतीलाई चाउमिन चाहिँ एकदमै मन पर्दैन थियो। शीतल बुहारी, खाना पाक्यो कि पाकेन? आमा, म ल्याइहाले। यो लिनुहोस्, मिठो मिठो तातो तातो चाउमिन। यो के बुहारी, तिमीले फेरि आज चाउमिन बनायौ? यो जहिले जहिले चाउमिन खाएर खाएर म त वाक्कै भइसके। अरे, मलाई त यो दाल भात र रोटी सागसब्जीहरू मात्रै मन पर्छ। तिम्रो ससुरा र म त यो चाउमिन यस्ता कुराहरू मन पराउँदैनौ। ओ कलावती, फेरि तिमी पनि छोड्देऊ। बुहारीले पकाइहालिन् त, त्यस्तो नभन न। खाऊ खाऊ, यता ल्याऊ बुहारी, म खान्छु। तिमीले पकाएको चाउमिन मलाई साह्रै मन पर्छ। ल्याऊ यता, खाऊ। यो लिनुहोस् बुबा, मैले तपाईँको लागि एक्स्ट्रा सब्जी हालेर ल्याएकी छु। शीतल, नास्तामा के बनायो? छिटो ल्याऊ त, मलाई ढिलो भइसकेछ अफिस जान। तिमीलाई छोड्नुपर्छ कि जान्छौ क्याबमा? रञ्जित, तिमीले बिर्स्यौ होला, मेरो त अफिसको 1 महिनाको छुट्टी अझै बाँकी छ नि।
बिहेको लागि मैले 6 महिनाको छुट्टीको लागि एप्लिकेसन दिएकी थिएँ। मेरो त नेक्स्ट महिनाबाट जानु छ। ल ओके, मेरो छुट्टी सकियो अनि त्यस्तै लाग्यो क्या मलाई। तिम्रो पनि सकियो जस्तो लाग्यो क्या। यो ल्याऊ तिम्रो चाउमिन। फेरि चाउमिन पकायो? आमाले केही भन्नु भएन? भन्दै हुनुहुन्थ्यो, तर मैले अब दिइसके। अब के गर्नु, मोडर्न बुहारी छे, जहिल्यै चाउमिन बनाएर खुवाउँछिन् त हामीलाई खानै पर्छ। आजकलको यो मोडर्न बुहारीहरूको अलग्गै आनी बानी छ। शीतल सबै आफन्तकोमा घुमिसकेकी थिइन्, तर उनकी ठूली नन्द राधिकाकोमा भने जान बाँकी थियो। राधिका केही समयका लागि विदेश गएकी थिइन्। राधिकाको नन्द सोनियाको विदेशमा बिहे तय भएको थियो। त्यही भएर बिहेको तयारीका लागि विदेश गएका थिए। अब जब उनी विदेशबाट फर्किन्, फोन गरेर आफ्नो घरमा खाना खानको लागि बोलाइन्। ए हजुर, सुन्दै हुनुहुन्छ? राधिकाको फोन आएको थियो। विदेशबाट 2 दिन अगाडि नै फर्केकी रहेछे। उनले भन्दै थिइन् कि शीतललाई खाना खान बोलाउँछिन्, त्यही भएर हामी सबैलाई बोलाएकी छे। बुहारी, भोलि बेलुका जानु छ, केही राम्रो लुगा लगाउनु। आमा, तपाईले त्यो केही दिन अगाडि मलाई मेरो जन्मदिनको बेलामा त्यो रातो साडी दिनुभएको थियो नि, म सोच्दै थिएँ त्यही लगाऊ, त्यो एकदम राम्रो छ। पक्कै पनि, म त त्यो तिम्रै लागि स्पेशल रूपमा किनेर ल्याएकी थिएँ, त्यही लगाउनु। शीतल आफ्नो कोठाभित्र जान्छिन्। कलावती, तिमी जेसुकै भन, हाम्री बुहारी एकदमै ठिक छिन्। फोगटमा तिमी उनलाई के भन्छौ? स्वभावमा हाम्री बुहारी एकदमै राम्री छिन्। उनको चालचलन एकदमै ठिक छ, सब ठिक छ। फेरि हेर, तिमीलाई कति सम्मान पनि गर्छिन्। तिमीले दिएको जन्मदिनको उपहार कति मन पराइन्। त्यस्तो गर्नु हुँदैन नि। अरे, त्यसो त म पनि कहाँ रिसाउँछु र। त्यो त बस उनलाई यो चाउमिन खान र बनाउनुको यस्तो आदत छ। म त त्यसको लागि मात्रै रोक्छु, बाँकी उसँग मलाई त्यस्तो केही समस्या छैन। हो त ऊ मेरी बुहारी नै। साँच्ची, मैले भन्दै थिएँ राधिकाको घरमा लानको लागि फलफुलको टोकरी र एउटा ड्राइफ्रुटको प्याकेट तिमी लिएर आउनु। अब बिहे पछाडि शीतल उनको घरमा पहिलो पटक जाँदैछिन्, त्यही भएर हामी सबै खाली हात जान ठिक हुँदैन। आफ्नै छोरीको घर न हो। ल ठिक छ, भोलि साँझ जाने बेलामा किनौँला, हुँदैन? भोलिपल्ट बिहान शीतल आफ्नो परिवारका साथमा राधिकाको घरमा खाना खान पुग्छिन्। खानाका लागि बस्ने तयारी गरिरहेका थिए। शीतल, मलाई त तिम्रो मनपर्ने कुराको बारेमा त्यति थाहा नै थिएन, त्यही भएर मैले मलाई कोफ्ता, शाही पनिर, दाल रोटी, नान र अरू हेर न तिमी आफै सबै तिमीलाई मन परोस् भनेर बनाएकी। म पस्किँदैछु, होइन नि दिदी, म तपाईँलाई सघाउँछु नि। त्यसपछि सबै मिलेर एकैसाथ खाउँला। बाँकी आमा बुवा र रञ्जित त तपाईँको सासू ससुरासँग बाहिर बसिरहनु भएको छ, कुरा गर्ने मौका पनि मिलेको छैन। कस्तो रह्यो त विदेश भ्रमण? एकदमै राम्रो भयो, एकदमै राम्रो। अब बस सोनिया पनि बिहे भएर विदेश जान्छिन्। राधिका भाउजू, अहिले त बिहेलाई धेरै टाइम छ नि। अहिले त म तपाईँहरूलाई एकदमै धेरै सताउने वाला छु। ए ल, आयुष्मानको फोन आयो, हुनसक्छ केही जरुरी काम छ। अहिले त हाम्रो आएकै 2 दिन हुँदैछ, हुनसक्छ ज्वाइँलाई तपाईँको याद आयो। राधिका दिदी एकदमै ठिक भन्दै हुनुहुन्छ सोनिया, पक्कै पनि आयुष्मानजीलाई तपाईँको याद आउँदै होला। तपाईँहरूलाई चाहिँ जिस्किन म मात्रै भेटिए, अब मलाई कल उठाउनु त दिनुहोस्। हेलो हजुर, आयुष्मानजी। ओके, मतलब तपाईँको भिनाजु? ठिक छ, हुन्छ ठिक छ, म हेर्छु। सोनियाले फोन राखिदिन्छन्। के भयो सोनिया? आयुष्मानजी के भन्दै हुनुहुन्थ्यो? राधिका भाउजू, त्यो आयुष्मानको भिनाजु दिल्ली आउनु भएको रहेछ। आयुष्मानजी भन्दै हुनुहुन्थ्यो आमाले मेरो लागि केही सामान पठाउनु भएको रहेछ कि उहाँको भिनाजु एकदमै चाउमिन मन पराएर खानुहुन्छ अरे। रातिको डिनरको लागि खानासँगै चाउमिन पनि बनाउनु भन्दै हुनुहुन्थ्यो। अब यति हतारमा सब थोक कसरी तयार हुन्छ? मार्केटबाट मगाउन ठिक हुँदैन। उहाँले भन्दै हुनुहुन्थ्यो कि उहाँले घरको खाना मात्रै मन पराउनुहुन्छ। यसमा टेन्सनको के कुरा छ र? चाउमिन र मन्चुरिया त बनाउनु हो, केही समयमै तयार गरिदिन्छु। त्यति बेलै शीतलको सासू पनि त्यहाँ आइपुग्छिन्। अरे सोनिया छोरी, तिमीलाई थाहा छ शीतललाई त त्यत्तिकै पनि चाउमिनको एकदमै शौक छ। म सायदै त्यति मिठो मानेर खाँदिन होला, तर साँच्चै भनौँ शीतलले एकदमै मिठो चाउमिन बनाउँछिन्। साँच्चै आन्टी, त्यसो भए त शीतल भाउजू तपाईँलाई मेरो हेल्प गर्नुपर्छ है, तपाईँले मेरो मद्दत गर्नुहुन्छ नि। तिमी टेन्सन नलेऊ, सबै तयार गरिदिन्छु म। यस्तो चाउमिन र मन्चुरियन बनाउँछु कि भिनाजुले औँला चाट्दै बस्नुहुन्छ। शीतल यस्ता खाजाहरू बनाउन एकदमै एक्सपर्ट थिइन्। उनले केही समयमा नै मिठो चाउमिन पकाएर मन्चुरियन पनि तयार गर्दिन्। आयुष्मानको भिनाजुलाई शीतलले बनाएको चाउमिन र मन्चुरियन एकदमै धेरै मिठो लाग्यो। उनले खानाको एकदमै तारिफ गरे। जब यो कुरा आयुष्मानलाई थाहा भयो, यस कुराबाट ऊ पनि धेरै खुसी भए। साँच्चै आज त मलाई तिमीले बनाएको चाउमिन एकदमै धेरै मिठो लाग्यो। आयुष्मानको भिनाजु कति धेरै खुसी भएर गए। कलावती, आज तिमी बुहारीको चाउमिनको तारिफ गर्दैछौ। आज घाम कताबाट उदाए?
ल हेर त, शीतलले कामै त्यस्तै राम्रो गरेकी छे त। बुहारी, म एकदमै खुसी छु। राधिका बुहारी, जाऊ चाउमिन र मन्चुरियन हामी सबैको लागि पनि पस्क। हामी पनि त खाएर हेरौँ शीतलको हातको चाउमिन र मन्चुरियन। हुन्छ आमा, म अहिले नै लिएर आइहाले। धन्यवाद शीतल भाउजू। पुरै घरमा खुसीको माहौल बनिन्छ। शीतलको मुहारमा पनि खुसी थियो कि उनले बनाएको चाउमिन सबैलाई मन पर्यो।